भाषा चाहिँ चाहिएर पढ्ने कि चाहेर सिक्ने हो? नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। भाषा सिक्नको टिप्स सिकाइदिनु भन्ने कमेन्ट र मेसेज धेरै आउँछ। सुरुमा मैले के भन्छु भने तपाईँ चाहनुहुन्न भने सिकिन्न र पढ्दिन्न, चाहनुहुन्छ भने छिटो सिकिन्छ। मलाई नेपाली भाषा सिक्दा पनि आफै चाहनेर सिकेको हो। नेपाली गीत मन परेको हुनाले सुने गर्थे अनि नबुझ्ने शब्दहरू सर्च गरेर सिकेको हो, खासै पढेको छैन। त्यही भएर यदि तपाईँ जापानिज भाषा सिक्नु खोज्नुहुन्छ भने आफै जापानको मनपर्ने कुराहरूबाट सिक्नुहोस्। चाहनुहुन्न भने इन्ट्रेस्टै नभएको कुरा कसरी सिक्नुहुन्छ? चाहनुहुन्न तर जबरजस्ती सिक्यो भने त्यो भाषा प्रयोग गर्नु नै गाह्रो हुन्छ। अस्ति जापानमा दुईजना मेरो नेपाली साथी आउनुभयो। एकजना चाहिँ पहिलो 6 वर्ष जापानमा बस्नु भएको, तर सायद उहाँले भाषा चाहिएर पढ्नु भएको। अर्को एकजना चाहिँ पहिलो 3 वर्ष जापानमा बस्नु भएको, उहाँ चाहिँ चाहेर सिक्नु भएको। उहाँहरू दुईजना मेरो राम्रो साथी हो। कम्युनिकेसनमा चाहिँ 3 वर्ष जापानमा बस्नु भएको साथी नै राम्रो गर्नुहुन्छ। त्यही भएर जबरजस्ती पढ्नुभन्दा आफै चाहेर भाषा सिक्नुहोस्। यस्तै जापानको इन्फर्मेसनको लागि फलो, लाइक, कमेन्ट गरिदिनुहोस्। धन्यवाद। नमस्ते।